हेलो नमस्ते सम्पूर्णमा। आज हामी बुटोलदेखि मुस्ताङको टुर गर्न जाँदैछौँ। हामी 7 जना साथीहरू मिलेर। यो सबै भ्लग हेरिदिनु होला, धन्यवाद। वेलकम ऑल। हेलो गुड मर्निङ एभ्रीबडी। कहाँबाट पुल माथि फेरि तपाईँ? त्यही भिडियो कल गएको थियो बुढाले, अनि त्यहीबाट माथि जानु चाहिँ तपाईँ? ल साथी, यो शुभ यात्रा है हाम्रो मुस्ताङ टुर साथै बिएमसी अब सफल पार्नको लागि हामी 7 जना बिएम साथीहरू हिँड्ने हो। ठिक छ नि दिपक दाइ? रमाइलो छ नि? रमाइलो त गर्ने हो नि। अब बल्ल त सुरु भयो। दीपक सर भस्किएको रापाले नहुने कुरै हुँदैन। आइज बाबु, हक गरौँ। आइज बाबु, आइज। हाम्रो जय श्री कृष्ण सर। हजुर सर, ठिक छ नि? एकदम मस्त छ। ल मस्त छ। हामी यो सिद्ध बाबाको टनेल कट्दैछौँ। सिद्ध बाबा टनेल यो बुटोल र पाल्पाको बिचमा पर्छ। सिद्ध बाबा पाल्पा जोरदानामा पकौडा खाएर हामी निस्किसकेका छौँ। सबै साथीहरू पानी पिँदै हुनुहुन्छ। हामी अब आइपुगेका छौँ नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको स्वामित्वमा रहेको कालीगण्डकी ए जलविद्युत केन्द्र ड्याम साइड मिर्मी स्याङ्जामा। कति रमणीय ठाउँ। ठिक्कको छ, त्यस्तो वाउ भन्ने छैन, जात्रै छि भन्ने पनि छैन। तपाईको व्याकरण अलिक सिकिस्त बिरामी रहेछ है। हामी बागलुङ कालिका मन्दिरमा दर्शन गर्न यहाँ ओर्लिएका छौँ। मुस्ताङ जाने क्रममा बाटोमा पर्ने यो बागलुङ कालिका मन्दिर हामी दर्शन गर्न सबै साथीहरू झरेर मन्दिरभित्र छिर्दैछौँ। यहाँ सफा सुन्दर अनि मन्दिर प्रवेश गर्दैछौँ। सफा सुन्दर देखिएको छ जतासुकै। हाम्रो साथीले घन्टी बजाएर निस्कनु भएको छ। बागलुङ कालिका मन्दिर। अब खाना खाने बेला भयो। सबै साथीहरूलाई भोक लागेर मन्दिर दर्शन गरिसकेपछि खाना खाने कार्यक्रम चल्दैछ। सबै साथीहरू खानाको वेटिङमा हुनुहुन्छ। म पनि वेटिङमै छु। सुन्दर सुन्दर पहाडहरूको अवलोकन गर्दै हामी मुस्ताङ जाने क्रममा बाटोमा देखिएका सुन्दर पहाडहरू हेर्दै म्याग्दी जिल्ला छिरिसकेका छौँ। हामी म्याग्दी बजार। फेरि बाटोमा पहिरो गएर रोकियो। आधा घन्टासम्म बोर हुँदै बसियो। अब बाटो खुलो। अब चाहिँ हिँड्दैछौँ हामी। वाउ, कति सुन्दर झरना देखिएको छ यहाँबाट, हेर्नुहोस्। वाउ, यो दृश्य एकदमै मनमोहकै थियो। एकदमै मनमोहक दृश्य। यो रूपसे झरनामा हामी फोटो खिचायौँ, भिडियो गऱ्यौँ। माथिबाट हेर्दा त एकदमै मजा आयो। हामीलाई राम्ररी एकदम आनन्दले घुमाएर यतिको राम्रो कहिले भएको थिएन भन्ने किसिमले।
साथीहरू बीच रमाइला गफ भलाकुसारी गर्दै भिडियो गर्दै हामी अगाडि बढिरहेका छौँ। मुस्ताङ यात्राको क्रममा प्रकृतिले सजाएको सुन्दर बाटो, हरेक मोडमा नयाँ दृश्य भेटिन्छ। बाटोभरि देखिने सुन्दर झरनाहरू मानव पहाडको काखबाट बगेका प्रकृतिका गीतहरू हुन्। चिसो पानीको कलकल आवाज र वरिपरिका हरिया पहाडहरूको यात्रालाई अझ विशेष बनाउँछ। जति अगाडि बढ्दै गयो उति नै सुन्दर दृश्यले मन लोभ्याउँदै जान्छ। आकाश छुने अग्ला पहाडहरू, शान्त वातावरण र प्रकृतिको अनुपम सुन्दरता। यस्तै गर्दै हामी मुस्ताङको लेते भन्ने ठाउँमा आइपुगेका छौँ। आज यहीँ बास कति पक्ष हामी लेतेमा आइपुग्यौँ ल, केही भनाइहरू भन्नुहोस् त। यो मुस्ताङ जिल्लाको अति प्रसिद्ध स्थल हामी लेतेमा छौँ अहिले। यहाँबाट करिब 13 किलोमिटर उत्तरमा हाम्रो यो मुक्तिनाथ मन्दिर रहेको छ। त्यहाँ हामी 108 धारामा नुहाउने र तल रहेको सेल्फी जोनमा फोटो खिच्ने र यो मुस्ताङको मण्डम दृश्य चारैतिर हिमाल भएको ठाउँ हो। अहिले यो मौसमको कारणले गर्दा त्यति खुलेको छैन, हामी त्यो चाहिँ हेर्दैछौँ। हामी होटेल द ब्ल्याक हर्स इनमा बसेका थियौँ। अब को यात्रा मुस्ताङ मुक्तिनाथ मन्दिर। ल हेलो हेलो गुड मर्निङ। हामी मुक्तिनाथ मन्दिरतिर प्रस्थान हुँदैछौँ होइन। र हामी हिमालबारीको जिल्ला मुस्ताङमा छौँ। हाम्रा साथीहरू पनि चढ्नु भएको छ गाडीमा। ल कालीगण्डकी यहाँ बाटो मात्र होइन, हरेक मोड एउटा सुन्दर अनुभव हो। मुस्ताङ पुग्ने यात्रामा गन्तव्यभन्दा पनि बाटोमै धेरै सुन्दरता भेटिँदो रहेछ। प्रकृतिसँग नजिक भएर यो यात्रालाई मनभरि महसुस गरिरहेको छु। मुस्ताङ जहाँ हरेक दृश्य क्यामेरामा कैद गर्न मन लाग्छ। मुस्ताङ जाने क्रममा बाटोले नै मन जित्न थाल्यो। कहिले पहाडको घुम्ती, कहिले बाटो माथिबाट झरिरहेको झरना। यो सुन्दर झरनाहरू हेर्नुहोस् त, प्रकृतिले आफ्नै हातले बनाएको जस्तो। चिसो पानीको छाल, पहाडको हरियाली र माथि खुलेको आकाश। यात्रा गर्दै गर्दा हरेक केही मिनटमा नयाँ दृश्य देखिन्छ। कहिलेकाहीँ लाग्छ यस्तो सुन्दरता हेर्न गन्तव्यसम्म पुगिरहनै पर्दैन। बाटोमै प्रकृतिले धेरै कुरा देखाइरहेको हुन्छ। यो विशाल पहाडहरू, यी कलकल बग्ने झरनाहरू र शान्त वातावरण साँच्चै मनलाई छुट्टै आनन्द दिँदो रहेछ। मुस्ताङको यात्रा केवल बीचमा केही यस्ता बाटाहरू पनि भेटिन्छन्। हामी यतिखेर प्रत्यक्ष प्रसारणमा छौँ। तपाईँलाई हामी देखाउन चाहन्छौँ। हेर्नुहोस् कस्तो अवस्था छ, हेर्नुहोस् यहाँ अहिलेको अवस्था। आज तपाईँ कालीगण्डकी नदी उर्लेर आएको छ। अब स्लो देखिन्छ क्या। बाटाभरि पानी भरिएको छ। यात्रा मुस्ताङको बाटो त राम्रो बनाएको छ। अब मुस्ताङ पुग्न लाग्दा बाटो झन् रोमाञ्चक हुँदै गएको छ। वरिपरि देखिने विशाल पहाडहरू, कलकल बगिरहेको सुन्दर झरना र प्रकृतिको अनुभव सुन्दरताले यात्राको थकान नै बिछाइदिन्छ। हेर्नुहोस् त कति सुन्दर छ यो दृश्य। हरेक मोडमा नयाँ पहाड, हरेक ठाउँमा नयाँ झरना र हरेक पलमा प्रकृतिको नयाँ रूप। जति मुस्ताङ नजिकिँदैछ उति नै मनमा उत्साह बढ्दैछ। अब गन्तव्य धेरै टाढा छैन, मुस्ताङ हामी आउँदैछौँ। मुस्ताङको मुक्तिनाथ हामी बाटोमै यात्रा गर्दा गर्दै वरिपरि देखिने दृश्यले मन नै लोभ्याइरहेको छ। बाटोभरि लहरिएका सेउका बोटहरू, हरियाली र सुन्दर पहाडले यात्रालाई झनै रमाइलो बनाइरहेको छ। कतिपय सेउबारी त यति नजिक छन् कि हातैले टिपेर खान मिल्ने जस्तै देखिन्छन्। सुन्दर दृश्यहरू निहाल्दै सेउका बोटहरू हेर्दै हामी मार्फा गाउँ हुँदै अगाडि बढिरहेका छौँ। मुस्ताङको यात्रा बाटो मात्र होइन, हरेक मोडमा नयाँ अनुभव लिँदै हामी अगाडि बढिरहेका छौँ। ट्याक्कै फलको नाम चाहिँ थाहा भएन, यो के फल रहेछ तर मिठो चाहिँ छ। कस्तो मिठो बास्ना आउँदो रहेछ नि। यसको यहाँ यो लगाएर सबै खेती गर्ने हो। चौरी गाईको दुध कहाँबाट ल्याउनुहुन्छ नि दिदी?
हजुर कहाँबाट ल्याउनुहुन्छ चौराको दुध धेरै आउँछ यहीँ आउँछ है आउँछ त्यही त धेरै आजकल आउँछ फेरि छिटै सुक्छ 1 महिना 2 महिना जति मात्रै आउँछ नत्र हुँदैन अहिले हरियालो हुने बेलामा असार साउन भदौको आतातिर आउँछ मात्रै आउँछ नत्र हुँदैन यो कहीँ त आफै हुन्छ त्यो अरू दुध र यो गाई चौरी गाईको दुधमा के फरक हुन्छ बाक्लो हुने हो मिठो हल्का भएको जस्तो लाग्छ टेस्ट राम्रो लाग्छ त्यही हो यो डोल्पा कि हाम्रो डोल्पा हो नि त त्यो डोल्पा योबाट जान्छ जान्न डोल्पा त यतै हो कि उता त हुम्ला हो हुम्ला जुम्ला हुम्ला जुम्ला उता हो डोल्पा त यतै हो डोल्पा यतै हो हजुर जाँदाखेरि त्यहाँ यो सिजनमा आएको थिएन म अरे खाओ ना दबा के अरे पेल के खाओगे तो रेल के मारोगे ये बात याद रखते तो आज नहीं ना आती है हालत अनि यो के पिपल जस्तो हो पिपलै होइन लाग्छ अब लानु चौरी गाईको दुध मिठो नि दाइ चौरियाको एकदम मिठो टेस्टी आज कई दिनों बाद मुझे पहली बार सही खाना मिलने वाला है मगर मुझे डर है कि कहीं मेरा खाना छीनने बिन बुलाए मेहमान यहाँ ना आ जाए कस्तो लाग्छ चौरी गाईको दुध एकदम स्पेशल छ चौरी गाईको दुध मिठो त मिठो अच्छा हमको सिखा रिया मिठो त फागुनसम्म त हरियो एउटै देख्यो यो माथिबाट यो ढुङ्गा खस्ने त्यस्तो भन्ने त हुँदैन खसी पनि त्यहीँ भयो फाइनल्ली हामी मुक्तिनाथ मन्दिर आइपुगेका छौँ मुक्तिनाथ मन्दिरको बस पार्कमा स्कर्पियो रोकेर हामी तल झरेर मुक्तिनाथ मन्दिरतर्फ लागिरहेका छौँ ल मुक्तिनाथ मन्दिर जय मुक्तिनाथ नुहाएर आयो जाने भए जमाया वाउ मुक्तिनाथ मन्दिर माथि सुन्दर आनन्द चिसो फाइनल्ली मुक्तिनाथ मन्दिर आयो है हजुर आयो हजुरको माझ आयो यो पाप कुण्ड यो पुण्य कुण्ड कता कता यो पास हो यो कुण्ड हो संभ्रम भ्रम निलिंब निर्झरी विलोल वीचि वल्लरी विराजमान मूर्धनि ज्वलल्ललाट पट्ट पावके किशोर चंद्रशेखरे रति कुण्ड 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 दिनुहोस् लड्ने नेपालीको बानी
शिवजीको बास हिमाल पारी कैलास शिवजीको बास हिमाल पारी छेउरे मायाले हो कि हल्ला सुनेको बोल माया हृदय खोलेर के हुन्छ र मसित बोले पाखा डुलेको काली धुनेको मायालाई छौरे मायाले हो कि हल्ला सुनेको दुखीको खपाल्यो राम्रो है खुब जोडी जम्या छ जय र बिरु जस्तो रमाइलो भन्छन् मलाई त पोखर मन पर्यो काठमाडौँ रमाइलो भन्छन् मलाई त पोखर मन माछा पुछे शिरको पानी फेवा तान आइछ माछा पुछे शिरको पानी फेवा तान आइछ झन् पुगिन लाग्यो भन्ने देख्नु परेछ माछी गाईको घर फेवा तानको रमाइलो साँच्चै राम्रो कालको माछी गाईको एक तरफ भ्रम एक तरफ कर्म बीच खड़ा मैं अपना धर्म कर रहा हूँ जो दिख रहा है वो सच नहीं है सच कहे मैं खुद को प्रकट कर म त खै के गरौँ भएछ